सेवारो नमस्ते। आज चाहिँ म मेरो जन्मथलो बाउको जन्मभूमि मेरो पनि जन्मभूमि सिनाम लाग्दैछु। अब यहाँ हामी चाहिँ चतुरेमा यसो कफी खाउँ भनेर फ्रेस हौँ भनेर यहाँ मेरो छोरा भने नि भाइ कान्छासँग स्कुटीमा सरर हुँदैछौँ हामी। बाटो त मजाले ठुलै निकालेको नि तर पिच हुन बाँकी के। बाटो ठुलो छ। यो किन ओजेलमा परिरहेछ यो बाटो मलाई थाहा भएन हैन। तर ताप्लेजुङको जो कोही नेताहरूले पनि यसलाई फोकस गर्नुपर्ने हो। 5 थरमै परे पनि यो आदि त 5 थरमै पर्यो काबेली वारी हैन त। अनि त्यहाँदेखि उता तर यो एकदम फोकस चाहिँ गर्नुपर्ने हो क्या दामी देखिरहेछ यो सिरुहरूले। कान्छा यस्तो दामी देखेछ यो सिरुबारीको हेर्नु त। वाह हामी काबेली खोलामा छौँ गाइस। काबेलीको ड्याम हेर्नलाई यहाँ प्लस खुट्टालाई पनि ब्रेक साह्रै भयो भनेर यसो झरेर ड्याम हेर्ने। वाउ आमामा डर लाग्दो। यहाँदेखि उता त आमा कस्तो डर लाग्दो नि हौ। अनि निलै बाफ्रे यहाँ मुनि हामी हिँडेको मुनि पनि पानी छ नि अन्त नि यहाँ यस्तो घुमेर यसो हेर्ने ठाउँ बनाइदिएको रहेछ नि त। ल हेर्नुहोस् काबेलीको ड्याम है गाइजहरुमा कत्रो डर लाग्दो। वाउ दुईटाको मिश्रण यहाँ। पहिला त यताबाट जान्थ्यो नि त सिनाम जाँदा। हो त्यो क्रस गरेर ए यहाँ इन्द्रवती वाउ हेर्नु त कस्तो सफा पानी। वाउ यहाँ हेर्नु सिरुबारीले कति राम्रो देखेको। काबेलीको ड्याममा पनि आइपुग्यो। ओ माय गॉड धेरै पछि हेर्नु ल यो चाहिँ पुरै काबेलीको यहाँ त मान्छेलाई खासै आउनु दिँदैन होला है कि दिन्छ हैन। अब केटाकेटीलाई बुझ्नलाई काबेलीको ड्याम हो गाइस। अनि यो चाहिँ काबेलीको पुल। हामी यताबाट आउने हो। यता यो खोला पारीदेखि चाहिँ सिनाम हो। ल सी यू लेटर गाइस भन्ने ठाउँ रहेछ गाइस। लुक एट हियर पसलहरू रहेछ हैन। 2-4वटा किरण एन्ड कञ्चन टेलर्स अरे अब देयर टक्कसँगले। यहाँबाट अब हाम्रो 10-15 मिनटको छ डेस्टिनेसन। त्यहाँ पुग्छौँ आजलाई। मलाई त नुन हालेर फिका चिया अर्डर गरिरहेछौँ यसो रेस्ट। मेरो राइडरलाई चाहिँ ब्रेड बुल। अनि आज चाहिँ हामी एउटा बर्खी एटेन्ड गर्नु छ। सो त्यो बर्खी एटेन्ड गरेर भोलि चाहिँ हामी मेरो घर जन्मघरतिर लाग्दैछौँ। सो स्टे ट्युन गाइज। यहाँ हेर्नु त धानबारी टक्कसँगले अहिले हामी खामदेम्बेमा छौँ होइन त। ओहो उ यहाँ हेर न खुट्टा सुकाएको सही छ त। अनि बिरालोलाई दामी के हो यो खसीको हो कि के हो पनि खसीकै जस्तो छ। ल अर्ग्यानिक वे है गाइस खुट्टा सुट्टा सुकाउने। पानी पनि पर्यो गाउँ गाउँमा हाइड्रो पावर भएर अहिले त झिलिली धेरै प्रगति भएछ गाउँघरको पनि। एकदम खुसी लाग्यो। बजार भन्दा के कमी बत्ती झिलिली होइन। घरहरू कस्तो राम्रो राम्रो गरेर सजाएर राखेको। दसैँ नजिक त्यो भएर हो कि क्या दसैँ नजिकै भर्खर गएको भएर सरसफाइ ग्रिनी यस्तो राम्रो। सिनाम टाढो भए पनि त्यो ठाउँ चाहिँ एकदम पहिलादेखि नै यस्तै विकसित हो क्या। राम्रो अलिकति एजुकेटेड मान्छेहरू बस्ने त्यो भएर जे होस् खुसी लाग्यो धेरै पछि देखेर। कस्तो क्लिन कस्तो सफा कस्तो जीवन टक्क पारेर राखेको यो हो नि त रियल नेपाल। यो हो साथी हो।